कस्तो यिनीहरूले कस्तो किन आएको के तिमीहरू ल्याङ गर्छौ आएर यहाँ आमा कसलाई लागि जानु हौ आमा फेरि उयो उयो बुवालाई न उयो तान्नु यस्तो अहिले उयो यस्तो निकाल्नुहुन्छ कि निकालिदिनु उयो माथि गरेर तान्न भनेको फर्का न उता पल्लोपट्टि फर्काएर हाल्दे फर्काएर बुद्धिमा बिर्को लागिसक्यो यो चाहिँ हाम्रो फुप्पू हो फुप्पू यो चाहिँ खोइ कोहीलाई बाटोमा भेटेर ल्याएको हामीले कस्तो खालको बेजल गरेर मात्रै जाने सो अमिलो आमा हराउँ भयो टिका लगाउनु भयो तपाईँको परिचय दिनुहोस् मान्छे हो र म त बाँदर जस्तो देखेँ रिक्वेस्ट हालेको थिएँ कसलाई हालिदिनु आमा फेरि जम्मेलाई हालिदिनु अरे यो कुहिएको रहेछ यसलाई फालिदिए यो हुँदै त हुन्छ होला नगर नि हिमाले फोहोर पर्छ नगर यति के भन्छ दाना निस्केको छ यहाँ दाना निस्किन्छ दाना आमा फेरि आमाले यति टिका लगाएर आउनु भएछ भने किन लगाउनु लुगा चाहिँ फेरि अब 3 घण्टा लाग्छ लु अब हाम्रो आमा इज ब्याक हाम्रो आमा आइसक्नु भयो अब सुरु हुन्छ खेल हाल्नु ताजा राम्रो किन्न आउनु भन्नु न किन्न आउनुहोस् राम्रो छ हाम्रो हेर्नु न कति ताजा हात दिनु नि उता बुवालाई चाहिँ टिप झरोस् न यहाँ उचालिरहनु न यिनीहरूले टिप्छ अहिले यिनीहरूको के काम छ Maybe I like the उयो अर्को बोक्रो छ अरे हौ त्यहाँ भित्र झरेन हौ पर्दैन होस् उ त्यहाँ हौ आमाले हालिसक्नु भयो अर्को पनि पोगिदिनु हाल्नु न लाउँदैछु हेर्नुहोस् कति राम्रो ताजा अमिलो एकदम राम्रो हुन्छ आउनुहोस् किलाको 500 500 सक्यो अब यति हो अमिलो चाहिँ किन्न आउनुहोस् पेलेको अमिलो दुःख हुँदो रहेछ मेहनतको फल राम्रो हुन्छ मिठो हुन्छ मेहनतको फल मिठो हुन्छ रसिलो हुन्छ उता रसिलो उता निकाल्दिनु हो त्यहाँ निकाल्नु नि त्यो आमा अझै कोल्टाएर हाल्नु